हेलो एभ्रिवान म चाहिँ उद्देश्य यो चाहिँ मैले ऱ्यान्डमली भिडियो बनाइरहेको हो लाइक यत्तिकै ऱ्यान्डमली अनि भिडियो चाहिँ किन बनाइरहेको भन्दाखेरि यत्तिकै आइएम इन्ट्रेस्टेड टु है भिडियो चाहिँ अनि त्यसपछि के भनौँ भइरहेको छ लाइक आई हेभ नथिङ टु से मैले चाहिँ यत्तिकै अब अल्छी लाएर भिडियो बनाइरहेको अनि भिडियो बनाउँदा एउटा अर्को कुरा पनि गर्न जाँदैछु कि लाइक बाइक लिन जाँदैछु आज चाहिँ एउटा लाइक हेर्न जाँदैछु नट रियली स्योर किन्छु किन्दिनँ तर म्याक्सिमम् चान्स चाहिँ किन्छु नै किनकि लाइक म चाहिँ नेपालबाट अस्ट्रेलिया आएर अस्ट्रेलियाबाट सिडनी बसेर सिडनीबाट पर्थ मुभ भइसकेँ त्यो छुट्टै कुरा थियो छुट्टै टाइम थियो त्यो लाइक सकिसक्यो सबै म पर्थ आएर पनि मैले कावासाकी निन्जा 300 किनेँ डुकाटी सुपर स्पोर्ट किनेँ लाइक त्यो धेरै किनेको होइन कि तर कावासाकी निन्जा 300 किनेँ बाइक किन्न थियो मलाई कावासाकी निन्जा 300बाट चलाउँदा अलिकति बढी मुभ हुन्न त भन्ने भयो अनि त्यसपछि मैले डुकाटी सुपर स्पोर्ट किनेको थिएँ 2018 को किनेको थिएँ मैले डुकाटी सुपर स्पोर्ट किनेको थिएँ अनि त्यो चाहिँ फेरि अलि हेभी नै भयो हेभी नै भन्दाखेरि पनि अब मलाई चाहिँ यत्तिकै नर्मल राइडहरू गरिराख्न मन परिराख्ने अनि त्यही हुँदाखेरि चाहिँ के भयो भन्दाखेरि त्यो इन्जिनै अति तात्ने के त्यो बाइकहरूको अनि अब यत्तिकै ऱ्यान्डमली चलाइराख्दाखेरि पनि चलाउन नसक्ने यो पर्थको घाम पर्थको गर्मी त्यही माथि तलबाट पनि तातो माथिबाट पनि तातो त्यही भएर चाहिँ त्यो बाइक अलिकति भएन मलाई अलि नै गाह्रो भयो भनेर गाह्रो भन्दाखेरि पनि चुज अफ प्रिफरेन्स जे खोजेको त्यो बाइकबाट त्यत्रो पैसा हालिसकेपछि पाएन मैले अनि त्यही भएर चाहिँ त्यो पनि बेच्दिएँ मैले अनि आज चाहिँ अब डुकाटी मोस्ट हेर्न जाँदैछु 2010 को हो हेरौँ कस्तो छ के छ मन पर्यो भने किन्छु हाई चान्स किन्छु होला त्यो बाइक लाइक किनकि किन्छु भनेको बाइक थियो फ्रेस बाइक छ केही पनि भएको छैन मान्छे पनि सिङ्गल ओनर रहेछ अब हेरौँ पैसा लिएर हिँडिरहेको छु पैसा हेलमेट सबै लिएर हिँडिरहेको छु मैले चाहिँ हेलमेट पनि लिएर गइरहेको छु माग्छु म त्यससँग हेलमेट त्यही पनि जस्ट टु बी स्योर हेलमेट लगिराखौँ न भनेर मात्रै आफ्नो हेलमेट भने आफ्नै हुन्छ नि त अब दिन्छ दिँदैन थाहा छैन दियो भने राम्रो दिएछ भने कलेक्सनमा हालौँ न दिइन्छ भने आफ्नो चलेछ ल अब चाहिँ म जाँदै गर्छु त्यहाँ गएर नि भेटौँ ल बाटोको क्लिप्सहरू ल म चाहिँ आइसक्यो अब है यहाँ अनि लाइक 30 मिनट्सको वे थियो अलिकति टाढै रहेछ सोचे 30 मिनट्सको वे थियो किलोमिटर्स वाइज चाहिँ धेरै थिएन लाइक यो ठ्याक्क अब अलिकति स्कुल आवर्स भएर पनि मलाई टाइम पनि लाग्यो खासमा लाग्नु चाहिँ आइसकेँ हेरौँ बाइक पनि देखिसकेँ त्यही बाहिर राखिरहेको रहेछ अब अरूको घरमा त्यत्तिकै भिडियो खिच्नु भएन उसलाई म आएँ भन्छु अनि अब उसले बोलाउँछ जान्छु बाइक हेर्छु गर्छु यत्तिकै हेर्दाखेरि त राम्रो छ बाइक अब हेरौँ इन्जिनहरू के कस्तो छ मेन भनेको इन्जिन सर्भिस हिस्ट्री र अनि त्यसपछि पर्चेज प्रुफ छ कि छैन अनि पिपिएसआर क्लियर छ कि छैन त्यो हेर्छु बाइक एक राइड हानेर हेर्छु के कस्तो लाग्छ अनि त्यसपछि म भन्छु है ल मैले चाहिँ बाइक हेरेर आइसकेँ बाइकको साउन्ड सानो गरिदिनु साँच्ची फेरि ल्याक हुन्छ मैले चाहिँ बाइक अघि हेरेर आइसकेको तर पनि मेरो अङ्कित दाई मेरो होइन भाउजूको सुषमा भाउजूको तर अङ्कित दाईले बाइक हेरिदिनुहुन्छ अरे एकचोटि अझै अनि उहाँ र म जान्छौँ होला अहिले पिक गर्नलाई बाइक लाइक मैले चाहिँ हेरेँ गरेँ तर अलिकति मलाई इन्जिनमा चाहिँ डाउट लागिरहेको थियो मेबी इन्जिनमा अलिकति क्र्याङ्कको साउन्ड हो कि जस्तो लागिरहेको थियो स्टिल आई वाज नट रियली स्योर कि यस्तो बाइकमा आउँछ नै कि यो बाइकमा आइरहेको हो अनि त्यही हुँदै अब चाहिँ लाइक अंकित दाई आइसक्नु भयो घर। अंकित दाई काममा हुनुहुन्थ्यो अघि नै दिउँसो, त्यही भएर जान पाइएन। तर अब चाहिँ अंकित दाई आइसक्नु भयो घरमा।
म अङ्कितालाई पिक गर्न जाँदैछु, अङ्कितालाई पिक गर्छु, त्यहाँबाट अनि मेबी हामी मेरो गाडीमा जान्छौँ या अङ्किताको गाडीमा जान्छौँ, इट डिपेन्ड्स नो म्याटर वाट इट इज। बस त्यही हो, हामी गएर चाहिँ प्रोबेबली आज पिक गर्छौँ होला। अलराइट, अङ्कितासँग भेटौँला। गुड, बाइक चाहिँ यहाँ लिइसकेँ मैले। अब म र अङ्किता आयौँ, अङ्किता त्यहाँ गाडीमा हुनुहुन्छ भने म चाहिँ यहाँ मेरो बाइकमा छु। I just started. The catty monster on the house, mates. बेच्ने ओनर चाहिँ यहाँबाट बेचिसक्यो, सबै त्यो रोक भइसक्यो। मेरो फोन all good, Ducati on the road, mates. Let's go. अलिकति सेट हुन चाहिँ अब अलिकति सेट हुन चाहिँ अब अभियस टाइम लागिहाल्छ यो बाइकमा। लाइक जस्तो अर्को बाइकभन्दा चाहिँ धेरै कम्फी मेरो लागि चाहिँ। लाइक सुपर स्पोर्टहरू भन्दाखेरि चाहिँ कुदाउनमा चाहिँ सजिलो है, अलिकति बडी पोर्सन त्यो चाहिँ हेभी वाइल्ड हेभी भएर चलाउनु पर्ने। लेट्स गो टु द राइट बेबी। आज चाहिँ हातमा पुरै पावर आएको छैन, अङ्किताले गाडी चाहिँ कुदाउँछन्।